कस्तो अवस्थामा मौन धारण गर्ने त? सन्ध्यायोरुभयोर्जापे भोजने दन्तधावने पितृकार्ये च दैवे च तथा मूत्रपुरीशयोः गुरूणां सन्निधौ दाने योगे चैव विशेषतः एतेषु मौनमातिष्ठन् स्वर्गं प्राप्नोति मानव। एतेषु मौनमातिष्ठन् स्वर्गं प्राप्नोति मानव। अर्थात् सन्ध्याकालीन समयमा, जप गर्ने समयमा, भोजन गर्ने समयमा, दन्त धावन गर्ने समयमा, पितृ र देवताहरूको अनुष्ठान गर्ने समयमा, मलमूत्र त्याग गर्ने समयमा, गुरुको अगाडि कुनै दान गर्दाको समयमा, विशेष कुनै योग गर्दाको समयमा हामीहरूले मौन रहनु पर्दछ। यी माथिका जो नियम अवस्थाहरू छन्, यस्तो अवस्थामा जुन मानिसले मौन रहन सक्दछ त्यसले स्वर्ग प्राप्त गर्दछ। यी सबै कुराहरू अंगिरा स्मृतिमा बताएको छ।